Nipah virus, Nipah virus, Nipah virus, Nipah virus. निपाह भाइरस एउटा यस्तो भाइरस जसको मृत्युदर 75% सम्म पुग्न सक्छ र यो हाम्रो छिमेकी देश भारतमा फेरि देखा परेको छ। मात्र 2 हप्ता अघि हो निपाह भाइरसको कुरा गर्दैछु, जसले 2026 जनवरीमा पश्चिम बङ्गालमा 2 स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमित गरेको छ। यो भाइरस फल चमेराबाट सर्छ र यसले मस्तिष्कलाई यति छिटो प्रभाव पार्छ कि 24 घण्टामै कोमामा पुग्न सकिन्छ। अझ चकित पार्ने कुरा, नेपालले पनि यो जोखिमलाई देखेर एयरपोर्ट र सिमानामा स्क्रिनिङ बढाएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई सम्भावित महामारीको रूपमा हेरेको छ र अहिले थाइल्यान्ड, सिङ्गापुर जस्ता देशहरूमा पनि सतर्क अपनाइएका छन्। यदि यो नेपालमा फैलियो भने के हुन्छ? यो भिडियोमा सबै जानौँ। लक्षणहरू, सुत्पात र नेपालमा यसको प्रभाव। रहनुहोस्, किनकि यो जानकारीले तपाईँको जीवन बचाउन सक्छ। सबैभन्दा पहिले यसको परिचयबाट सुरु गरौँ। सबैले थाहा छ भाइरसहरूले विश्वलाई कति प्रभाव पार्न सक्छन्। कोभिड-19 पछि हामी सबै सतर्क भएका छौँ। तर अर्को एउटा भाइरस छ जसलाई निपाह भाइरस भनिन्छ, जसको मृत्युदर 40% देखि 75% सम्म हुन सक्छ। यो कुनै नयाँ भाइरस भने होइन, तर यसको महामारीको सम्भावना उच्च छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई प्राथमिकतावाली रोगहरूको सूचीमा राखेको छ। निपाह भाइरस भनेको के हो? यो एक जिनोटिक भाइरस हो, अर्थात् यो जनावरहरूबाट मानिसमा सर्छ। मुख्य रूपमा फल चमेरा, फ्रुट ब्याट, जसलाई प्रोसोपेटेस जेनस भनिन्छ, यसको प्राकृतिक होस्ट हो। यी चमेराहरू फलफुल र अमृत खान्छन् र तिनीहरूको लाल मूत्र वा विष्टानबाट भाइरस फैलिन्छ। यो भाइरस प्यारामोक्साइड परिवारको हिमोप्यारेस जेनस अन्तर्गत पर्छ। यो एकल इन्स्टिप्टेनोभेगिड सास आरएनए भाइरस हो, जसको जिनोममा लगभग 18 किलोबस लामो हुन्छ। यो भाइरस कसरी सर्छ त? जनावरहरूबाट मानिसमा। सङ्क्रमित चमेरा वा सुँगुरको सम्पर्कबाट। सुँगुरहरू यसको एम्फिसियन होस्ट हुन्, अर्थात् तिनीहरूमा भाइरस बढ्छ र फैलन्छ। दूषित खानाबाट। चमेराले काटेको फल खाएर वा कच्चा खजुरको रस पिएर। बङ्गलादेश र भारतमा यो सामान्य छ। मानिसहरूबाट मानिसमा। सङ्क्रमित व्यक्तिको लार, रगत वा सासबाट, विशेष गरी अस्पताल वा नजिकको सम्पर्कबाट। अन्य जनावरहरू, बाख्रा, घोडा, कुकुर, बिराला पनि सङ्क्रमित हुन सक्छन्। यो भाइरसले मस्तिष्कलाई प्रभाव पार्छ, जसलाई इकोफोलिस पनि भनिन्छ। यसमा कुनै विशेष औषधि वा भ्याक्सिन छैन, तर समर्थनकारी उपचारबाट बचाउन सकिन्छ। यो एसियामा बढी देखिन्छ, बङ्गलादेश, भारत, सिङ्गापुर र फिलिपिन्समा। विश्वमा यसको जोखिम कम छ, तर यसले महामारी फैलाउन सक्छ। यसको आरो सङ्क्रमण दर 0.48 सम्म छ, तर व्यक्तिमा सङ्क्रमणबाट बढ्न सक्छ। अब यसको लक्षणहरू के छन् त? निपाह भाइरसको सङ्क्रमित भएपछि लक्षणहरू 4 देखि 14 दिनमा देखिन्छन्, तर कहिलेकाहीँ 45 दिनसम्म पनि लाग्न सक्छ। यो 2 प्रकारको हुन्छ, एसिम्प्टोमिक, कुनै लक्षण नदेखिने, वा गम्भीर। मुख्य लक्षणहरू यस प्रकार छन्। सुरुका लक्षणहरू: ज्वरो, उच्च ज्वरो आउँछ, टाउको दुखाइ, तीव्र दुख्छ, मांसपेशी दुखाइ, मसल पेन, बान्ता, भमिटिङ हुन्छ, घाँटी दुखाइ, सोर थ्रोट। यी लक्षणहरू सामान्य फ्लू जस्ता हुन्छन्, तर छिट्टै गम्भीर हुन्छन्। गम्भीर लक्षणहरू: चक्कर लाग्ने, निद्रा लाग्ने वा बिहोस हुने, मस्तिष्क सुन्निने। यसले मस्तिष्कलाई प्रभाव पार्छ, जसबाट बिहोस वा कोमा हुन सक्छ। सास फेर्न गाह्रो हुने, फोक्सो प्रभावित भएर सास फेर्न समस्या हुन्छ। मृत्यु हुनेहरूमा 24 घण्टादेखि 48 घण्टासम्म कोमामा हुन सक्छ। बचेकाहरूमा पनि दीर्घकालीन समस्या जस्तै दौरा, व्यक्तित्व परिवर्तन वा मस्तिष्क क्षति हुन सक्छ। केहीमा रिप्लेक्स पनि देखिन्छ, जसमा महिना वा वर्षसम्म पनि लक्षण देखिन्छ। बालबालिका र वृद्धहरूमा यो बढी खतरनाक हुन्छ। मृत्युदर उच्च छ किनकि यसले मस्तिष्क र फोक्सोमा छिट्टै क्षति पुर्याउँछ। यदि लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुहोस्। डायनमा पिसिआर टेस्ट इलिजा र भाइसर लोकेसनबाट हुन्छ। अब यसको सुरुवातबारे। निपाह भाइरसको सुरुवात कसरी भयो त? निपाह भाइरस सबभन्दा पहिला सन् 1999 मा भेटिएको थियो। पहिलो पटक मलेसियाको कुमसुङ सुङ्गाई निपाह गाउँमा, जसबाट यसको नाम राखियो, सुँगुर पालकहरूमा देखियो। त्यहाँ 365 केसहरू थिए, जसमध्ये 105 को मृत्यु भयो, 40% मृत्युदर। यो सुँगुरहरूबाट सरेको थियो, जसलाई फल चमेराको सङ्क्रमण भएको थियो। मलेसियामा जङ्गल कटानीले चमेराहरूलाई फार्म नजिक ल्याएको थियो। 1999 मा सिङ्गापुरमा पनि फैलियो, जसमा सङ्क्रमित सुँगुरहरूको आयातबाट भएको थियो। त्यसपछि 2001 बङ्गलादेश र भारतमा देखियो। बङ्गलादेशमा लगभग हरेक वर्ष आउटब्रेक हुन्छ, मुख्य रूपमा कच्चा खजुरको रसबाट। भारतमा 2001 मा सिलगढीमा, 2018 मा केरलमा।
21 केस 17 मृत्यु र हालै 2026मा पूर्वी भारतमा 2 केसहरू पुष्टि भएका छन्। प्राकृतिक रूपमा फल चमेरा यसको होस्ट हो। यी चमेराहरू दक्षिण तथा दक्षिण पूर्व एसियामा पाइन्छन्। जलवायु परिवर्तन, जङ्गल विनाश, अतिक्रमण यसको फैलावट बढाएको छ। डब्ल्युएचओले यसलाई डिजिज्याक जस्तो सम्भावित महामारीको रूपमा हेरेको छ। अहिलेसम्म यसो कुनै पनि ठुलो महामारी भएको छैन, तर यसको म्युटेसन सम्भावना छ। नेपालमा यसको प्रभाव के रहेको छ त? नेपालमा अहिलेसम्म निपाह भाइरसको कुनै पुष्टि भएको केसै छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय 2026मा भारतमा 2 केस पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ। डब्ल्युएचओले विश्वव्यापी जोखिम कम भनेको छ, तर नेपाल भारत खुल्ला सिमाना र क्षेत्रीय जोखिमले सावधानी अपनाएको छ। सम्भावित प्रभावहरू: फल चमेरा नेपालमा पनि पाइन्छन्, जस्तै प्रोटोपेस जिन्टाकेस। यी चमेराहरू फलफुलमा बस्छन् र मौसमी रूपमा सीमा पार गर्छन्, जसले जुटोकी सम्परण जोखिम बढाउँछ। नेपालमा भुसीकुट खाने चलन केही समुदायमा जसले जोखिम बढाउँछ। खुल्ला सीमाहरूले भारतबाट सङ्क्रमित व्यक्ति आउन सक्छन्। यदि आउटब्रेक भयो भने स्वास्थ्य प्रणालीमा बोझ पर्न सक्छ, आर्थिक हानि हुन सक्छ र पर्यटन प्रभावित हुन सक्छ। मन्त्रालयको सल्लाह: फलहरू राम्ररी धोएर खानुहोस्, कच्चा खजुरको रस नपिउनुहोस्, जङ्गली जनावरहरूबाट टाढा रहनुहोस्, हात धुने, मास्क लगाउने जस्ता सामान्य सावधानी अपनाउनुहोस्। सीमा र सिमानाबाट स्क्रिनिङ बढाइएको छ। नेपालमा सर्भिलेन्स मजबुत बनाइएको छ र इडिसिडीले एल्गोरिदम तयार पारेको छ। हामी सबै सतर्क रहौँ, तर आतङ्कित नहौँ।